गइरहेको छौँ हामीहरू हामी अब अहिले भर्मी कम्पोस्ट मल यो बनाउँदै गरेको यो छौँ। भर्मिङ कम्पोस्ट मल भनेको चाहिँ के हो दाइ? यो विशेष गरेर चाहिँ हजुर गणेउला प्रविधिबाट हजुर यो चाहिँ मललाई चाहिँ डाइजेस्ट दाइ उत्कृष्ट खालको अनि effective खालको मल बनाउनु हो। ए अनि नाली हो कि के हो यो? यसलाई नाली भनौँ पानी जाने नाली, यो के हुन्छ त्यो खेतहरूमा जाने हो? सिँचाइको लागि हो? इरिगेसनको लागि। ए ल दाइ केही बोलिदिनु न आज हामी लालीगुराँस डेयरी फार्म त्यो क्यान्सल भएको होइन हाम्रो? क्यान्सल भयो। हामी चाहिँ अहिले मेरीगोल्ड दुध उत्पादन केन्द्रमा गयौँ र त्यहाँको गाईहरूको अवस्था, गाईको उत्पादन कस्तो थियो, कतिको राम्रो छ, फार्म कस्तो थियो, घाँस बालीको अवस्था कस्तो छ, साइलेज कसरी बन्दो रहेछ भन्ने कुराहरू धेरै र मल र अब चाहिँ हामी त्यहाँबाट निस्किएका मललाई चाहिँ कसरी म्यानेजमेन्ट गर्न सक्छौँ भनेर चाहिँ हामी भर्मी कम्पोस्ट ठाउँतिर आएछौँ। त्यही फार्मबाट निस्किएको गणेउली प्रविधिको होइन, गणेउली प्रविधिको त्यही फार्मबाट निस्किएको मललाई ल्याएर चाहिँ यहाँ चाहिँ भर्मी कम्पोस्ट जुन चाहिँ गणेउलाको प्रयोगबाट बनाइन्छ त्यहाँ आएर चाहिँ हामी हेर्दैछौँ। ल दाइ यो भन्दा नि अर्को सस्तो पर्नु चाहिँ कहिलेकाहीँ अर्को यस्तो हुन्छ महँगो भन्दा भर्मिङ कम्पोस्ट यही हो। छैन है त्यो सम्बन्धी अवेरनेसै छैन कि यो युज गर्दाखेरि के फाइदा हुन्छ अहिले चाहिँ नयाँ टेक्नोलोजी ठ्याक्कै च्यानललाई सब्स्क्राइब गरिदिनु शुभम भेट भन्नु। लाइक गरिदिनु होला, लाइक एन्ड सब्स्क्राइब फलो गरिदिनु फलो गरिदिनु होला, कमेन्ट पनि गरिदिनु होला, बेल बजाइदिनु होला। अब हामीले यो जमिन पाउने कुरा यो अल्टो गराउँ। होइन यो अमेरिकन के भन्छ भर्मी कम्पोस्ट मल निर्माण भइरहेको थियो राम्रो। देखिबाट अब यहाँनिर चाहिँ पहिला मल ल्याउने हो कि गणेउला हाल्ने हो कि के प्रोसेस के हो त्यो चाहिँ उहाँले सर एकचोटि बताइदिनुहुन्छ है। प्रोसेस त्यो चाहिँ एकचोटि सर उहाँले भन्नुहुन्छ सुरुमा यो गरिन्छ यसरी गरिन्छ भने उहाँले भन्नुहुन्छ त्यो चाहिँ ध्यान दिएर सुन्नुपर्ने भयो है। हामीले उताबाट गोबर ल्याउँछ होइन, गोबर ल्याएर खाएको हुन्छ नि त। अनि सुरुमा एक पत्र चाहिँ हामीले हाल्ने घाँस अथवा तोरीको गट्टे त्यो केरा काटेर ल्याएर हाल्नु हुन्छ तलपट्टि। त्यसपछि अर्को पत्र अनि गोबर हाल्ने, त्यसको बिचमा फेरि अथवा घाँस अथवा केही फेरि हाल्ने हो। अनि त्यसको माथि चाहिँ आफ्नो गोबर हाल्ने, गोबर हालेर 2 दिन जति छोडिदिने। अनि त्यसलाई फेरि हेर पछिबाट मात्र माथिबाट गडौला हाल्ने, त्यो तलको लट्टे पनि पल्टाउने अट्टा पनि पल्टाउने पछिबाट पल्टाउनु परिहाल्ने त छैन। आफ्नै मर्जी जति हाले हुन्छ। कति समयमा रेडी हुन्छ यो चाहिँ? यो लगभग 3 देखि 4 महिना 3 देखि 4 महिना चाहियो है। 4 महिना चाहियो है। अन्त यो के छ रे यो गडौला चाहिँ यो त्यहाँ गएर छान्ने कि के गर्ने? हामी यहीँ तयार भएपछि हामीले यहीँ छान्ने हो। यहीँ छानेर जस्तै यिनीहरू छ नि यिनीहरू अब यिनीहरू चाहिँ बेच्ने बेला के यिनीहरू खाएपछि यो मल तयार हुन्छ नि, यिनीहरू गडा आफ्नो मर्छ खान नपाएपछि मर्यो भइहाल्छ। गोबरको मात्रा सकेपछि चाहिँ मर्छ। अनि सुन्नु न जस्तै रिप्लेस गर्नु पर्यो भने बिस्तारै हाल्नु